कहिले तपाईँले सोचेको छ कसरी एक व्यक्ति देशका लागि आफ्नो जीवन, सुख, परिवार सबै त्याग्न सक्छ? किनकि उसको मुटुमा जोस थियो र उसको आत्मामा साहस। आज हामी कुरा गर्दैछौँ नेपालका महान नेता विश्वेश्वर प्रसाद कोइराला अर्थात् बीपी कोइराला। एक यस्तो नाम जसले डर होइन आशा बोकेको थियो। एक यस्तो व्यक्ति जसले जेलमा बसेर पनि देशलाई प्रेम गर्न सिकाए। जब बीपीले देशमा लोकतन्त्र ल्याउने सपना देखे, त्यो सपना सजिलो थिएन। राजनीति त्यति बेला मात्र शक्ति होइन, साहसको खेल थियो। जेल यातना, निर्वासन यी सबै उनले भोगे, तर उनले कहिले हार मानेनन्, किनकि उनलाई थाहा थियो जोस र साहस मिल्दा संसारका सबै पर्खाल भत्किन्छन्। बीपीले भन्नुहुन्थ्यो, मानिस डरले होइन विश्वासले बाँच्ने हो। त्यो विश्वास नै उसको जीवनको सबैभन्दा ठुलो हतियार बन्यो। भारतमा निर्वासनमा हुँदा पनि उनले नेपाललाई कहिले बिर्सेनन्। त्यो नै देशप्रेमको परिभाषा हो। एकपटक उनलाई सोधियो, तपाईलाई यो देशले धेरै दुःख दियो, फेरि किन फर्कनुहुन्छ नेपाल? बीपी मुस्कुराउँदै भने, देशले दुःख दिएको होइन, अवसर दिएको हो देशका लागि केही गर्न। कति अद्भुत सोच है! यही सोच, यही साहस हामी प्रत्येक नेपालीमा हुनुपर्छ। किनकि जोस र साहस भनेको केवल नेताहरूको कुरा होइन, हामी सबैको आत्मामा सुतेको शक्ति हो। आज हामी सबै बीपी जस्ता बन्न सक्दैनौँ, तर उनको आत्मा, उनको हिम्मत, उनको जोस त्यो हामीले बोक्न सक्छौँ। जब पढाइमा मन नलागोस्, जब सङ्घर्षले छितोस्, जब जीवनले अब त सकिँदैन भन्यो, त्यो बेला सम्झनुहोस् बीपीलाई। त्यो जेलमा पनि हाँसेका अनुहारलाई, त्यो पराजयमा पनि आशा देख्ने दृष्टिलाई। सफलता चाहिँ पैसाले होइन, साहसले आउँछ र साहस तब आउँछ जब भित्रबाट आवाज उड्छ, म हार्दिन, म डगमगाउँदिन। बीपीको जीवन हामीलाई यही सिकाउँछ, सपना ठुलो देख र त्यसका लागि डर होइन जोस बोक। यदि बीपी कोइरालाले जेलभित्र रहँदा पनि देशको सपना देख्न सके, तपाईँले पनि आफ्ना सपना साकार गर्न सक्नुहुन्छ। जोस जगाउनुहोस्, साहस बोक्नुहोस् र भन्नुहोस्, म सक्छु।